अब हामी आइयो यहाँ गाउँको एउटा स्थानीय लेभलको पार्क हो यो सामान्य। यो खोलाको तिरमा रहेको जग्गालाई सदुपयोग गर्दै यहाँ तीन चारवटा फुटबल ग्राउन्ड, एउटा दुईटा तीनटा चारवटा थियो, एउटालाई गल्फ बनायो फेरि अहिले। एउटा गल्फ, तीनटा फुटबल ग्राउन्ड छ। अब यो खोलाको तिरको जग्गा, यहाँ स्कुले विद्यार्थीहरूदेखि यहाँ लोकल लेभलका मान्छेहरू फुटबल खेल्न आउँछन् भने अब यहाँ चाहिँ गल्फमा चाहिँ बुढाबुढीहरू जस्तो 60 ओभर, प्राय 60 ओभर मात्रै आउँछ। यो गल्फको यतापट्टिको, उताको फुटबलको हो। अहिले छैनन्, साँझतिर हुन्छन्। अब यो खोलाको त्यहाँ नदी छ, त्यो खोलाको तिरको खाली भएको जग्गालाई यति राम्रो र व्यवस्थित बनाएको छ। यो हाइवे यहीँ छ। अब यहाँबाट ठक्क बाटो पनि जान्छ, त्यहाँ टोयलेटहरू राखिदिएको छ। नेपालमा नि यस्तो खोलाको जग्गा, तिरको जग्गाहरू पुरै अतिक्रमण भइरहेको छन् कि। अब यसरी एउटा व्यवस्थित फुटबल ग्राउन्ड मात्र बनाइदिए पनि बच्चाहरूले कति खेल्न पाउँथ्यो होला। यहाँ उन्दुङ गर्ने ठाउँ छ। यो हुनु पर्यो। अब भ्रष्ट नेताहरूले त गरेनन्, जनताले ती भ्रष्टहरूलाई त धपाए पनि। अब आउनेहरूले चाहिँ यो कुरामा एकदम ध्यान दिनुपर्छ। ल हेर्नु त, खोलाको तिरको फालिएको जग्गा। मस्त छ। यताउति। ल साथीहरू, यो भिडियोलाई पनि धेरैभन्दा धेरै सेयर गरेर यो जनप्रतिनिधिहरूसँग पुर्याइदिनु पर्यो। बालेनहरू, हर्कहरू, गोपी हमालहरूले जस्ता सम्पूर्ण मेयरहरूले आफ्नो स्थानीय तहमा एउटा सरकारी जग्गा, खोला किनारमा रहेका खाली जग्गाहरूलाई यसरी व्यवस्थित गरेर बच्चाहरूको लागि पार्क, फुटबल ग्राउन्ड बनाउन सकिन्छ। बिहान मर्निङ वाक गर्ने एरिया बनाउन सकिन्छ है। यो भिडियोलाई धेरैभन्दा सेयर गरौँ र हाम्रो मेयरहरू, वडा अध्यक्षहरूसम्म पुर्याउनु पर्यो। यसो देखेर भए नि केही गर्छन् कि। यो नितान्त खोलाको किनारको जग्गा हो, यसलाई यति राम्रो र व्यवस्थित बनाइएको छ। यहाँ फुटबल ग्राउन्ड मात्रै 3टा छ एउटै एरियामा। बच्चादेखि ठुलोको फरक छ। एउटा गल्फ छ, बुढाबुढीहरू खेल्छन् त्यहाँ, 60 ओभरको लागि मात्रै छ। ल हेर्नुहोस्, अब टक्क हिँड्ने एरिया, मर्निङ वाक गर्न, जगिङ गर्न भयो। यति ठुलो एरिया हो। यस्तो सरकारी जग्गाहरू धेरै छ नि खाली नेपालमा नि, पुरै कब्जा गरेछन् नेताहरूले, ठेकदारहरूले। यसरी त भएन नि त। ल हेर्नु त, यो फुटबल ग्राउन्ड यहीँ छ, यहीँ छ, उतापट्टि छ। अब यहाँ मर्निङ वाक गर्ने, बिहान बेलुकामा यहाँ मर्निङ वाक गर्ने, इभिनिङ वाक गर्ने हुन्छन्। गार्डनहरू छ। थगेलायो अनि यहाँ यस्तो टक्क बस्यो, साथीभाइ गफ लाग्यो क्यारो। ल यतै पनि छ फेरि फुटबल ग्राउन्ड। यहाँ बगैँचा छ फुलको। यहाँ साइकलमा हो कि फेरि यस्तो छ यो खोलाको तिरमा। त्यही भएर नेपालको पनि स्थानीय तहले सार्वजनिक जग्गालाई विशेष ध्यान दिएर, नेपालमा एकदमै भन्दा नि कम छ पार्कहरूको, एकदम कम छ। एउटा नगरपालिकामा एउटा पार्क पनि भेटिँदैन चाल पर्दा। खोला किनारको जग्गा पुरै खोतालेर क्यारेर गिटी बालुवा निकालेर बेच्नै व्यस्त। 2 पैसा कहाँ आउँछ भन्ने मात्रै गर्छन्। यस्तो भइदिए व्यवस्थित। ल हेरौँ त, एउटा सामान्य खोलाको किनारको जग्गा हो नि यो त।
यस्तो सदुपयोग गरेर यसो जनताहरूलाई केही खुसी दिन सुविधा दिन सकिन्छ नि यार, गर्न चाहने भने त। हेरौँ अब मेरो बालेनले त सुरुवात गरेका छन्, सबैले यसरी नै गरिदियो भने हुन्थ्यो। यहाँ टक्क बस्न मिल्छ। यो अब हेरौँ के हुन्छ त्यसमा परिवर्तन। अब नेताको अनुहार परिवर्तन भएको छ, अब नियत कस्तो छ यिनीहरूको। अब उनीहरूको नियत सफा भएर काम गरे भने अब आउने समय राम्रो हुन्छ कि भन्ने आश गरौँ। मेन कुरा रोजगार सिर्जना गर्न सक्नु पर्यो क्या, अरूभन्दा नि मेन उद्योगीहरूलाई प्राथमिकता दिएर कताडा हुन्छ उद्यमशीलतातिर ध्यान दिएर मान्छेलाई उद्योगतिर, कृषि होस् कि उत्पादनशील क्षेत्रमा मोटिभेट गरेर उद्यमशीलतातिर एकदमै मोटिभेट गर्नु पर्यो। विदेशमा सिकेका सिपहरूलाई नेपालमा सदुपयोग गर्न बजारको ग्यारेन्टी गरिदिनु पर्यो। आवश्यक तालिमहरू दिएर छनलाई छ, अब तालिमहरू पनि दिन्छ। खै के नमिल्यो कि नेपालमा त यार। त्यत्रो इन्डिया चाइनाबाट आयात हुन्छ, नेपालको उत्पादन फेरि बेच्न सकिन्न।